गाइस अब चाहिँ हामी यहाँ आइपुग्यो दादा हामी कहाँ पो गएको हामी हेरिटेज वकको लागि होइन यहाँनिर पो कहाँ गएको अब फर्स्टमा हामीले सेडा भेट्छ ए त्यो चाहिँ के हो सेडा चाहिँ लामाहरूले पढ्ने स्कुल ए गाइस तपाईँहरूलाई याद भयो होला सेडा भनेको चाहिँ के रहेछ भनेर सेडा भनेको चाहिँ लामाहरूले पढ्ने स्कुल रहेछ सो इन्फर्मेसनको लागि मलाई थ्याङ्क यू भन्नु होला होइन मलाई होइन दादालाई भन्नु होला हो गाइस अन्त हामी चाहिँ यस्तो छ यहाँनिर बाटो चाहिँ यस्तो छ यो चाहिँ पर्बिङ हो हजुर 1935 मा चाहिँ फाउन्डेसन भएको छ ए यो सेडा स्कुल 1935 है पुरानो स्कुल चाहिँ यस्तो छ है यो चाहिँ पुरानो स्कुल रहेछ यो चाहिँ नयाँ स्कुल हो बाटो चाहिँ यस्तो छ जानुपर्ने त्यहाँदेखिको तल अब चाहिँ हामी जाँदैछ साम्पेलिङ मोनास्ट्री हो अन्त म चाहिँ फर्स्ट टाइम आएको यहाँनिर यो भिजिट मेरो फर्स्ट भिजिट हो दादाहरू चाहिँ आउनु भएको नि दादाहरू चाहिँ आउनुभयो अन्त यो बनाउने नै दादाहरू हो सो गाइस म चाहिँ फर्स्ट आएको अन्त हेर्दै गर्नुहोस् होला मेरो भिडियो यहाँ चाहिँ स्टोनले बनाएको गुम्पा रहेछ गाइस यो चाहिँ हो अन्त यो गुम्पा पनि तपाईँले एक्सप्लोर गर्न सक्नुहुन्छ गाइस हो फेरि यो अब रेनोभेसन हुँदै अहिले खुल्ली भएको छैन अन्त अहिले त्यस्तै त्योभित्र मूर्तिहरू चाहिँ सबै त्यो गर्दैछ अब यो चाहिँ हुनु चाहिँ त्यो इस्टाब्लिस 1935 भनेको रहेछ तर खासैमा चाहिँ हामीले होइन 1935 चाहिँ यहाँ माथिको अर्को मोनास्ट्री छ नि हजुर सानो गुम्बा छ नि हजुर त्यो त होइन यो रहेछ यो 1935 हजुर यो चाहिँ ती यहाँदेखि एनओसी लिएर बादमा बन्ने ए भनेपछि पुरानो सबसे पुरानो चाहिँ यो यही देखाउनु पर्ने यो चाहिँ सबभन्दा पुरानो चाहिँ यही गुम्बा हो त्यहाँ त्यसको त्यो पनि छ माथिको चाहिँ जुन छ नि त्यो चाहिँ दर्मन गुम्बा भन्छ के गुम्बा दर्मन गुम्बा हजुर त्यो चाहिँ पर्बिङ गुम्बा चाहिँ यो हो अन्त यो चाहिँ मेन अब गुम्बा यो दर्मन गुम्बाहरू पनि पछाडिको खासमा यहाँकै त्यसले के भन्छ पहिला अब यो जुन चाहिँ त्यो अघि तपाईँको त्यसमा लामा कर्मटसी देखेको थियो नि उहाँ चाहिँ मेरो चाहिँ के भन्छ जुजु बाजे त्यो हाम्रो चाहिँ त्यो लिनेज भएर आएको हो अब जुजु बाजेलाई चाहिँ अब कतिले अब त्यो गगरमुचे पनि भनेर हजुर गगरमुचे भनेर चाहिँ सबैले त्यसरी मानिन्छ त्यहाँदेखि बादमा बाजे त्यहाँदेखि पापा त्यहाँदेखि म अहिले चाहिँ हाम्रो चाहिँ त्यो लिनेज थ्रोन होल्डर जस्तो त्यसरी आएको हो अन्त हजुर अन्त यो चाहिँ अब 1935 चाहिँ अब त्यो अफिसियली इस्टाब्लिस त्यस्तो भनेको तर हुनु चाहिँ योभन्दा अगाडिदेखि थियो रहेछ त्यो के भन्छ योहरू अन्त यो त्रिपिटिकाहरू तिनीहरू धेरै थियो रहेछ अन्त बादमा लाग्यो मलाई पनि सबसे पुरानो चाहिँ यहाँनिर छ गाइस गुम्पा चाहिँ यसलाई चाहिँ के पो भन्छ यसलाई माने नै भन्छ गाइस चाहिँ माने है तपाईँहरूले मेन चाहिँ आई लाइक दिस सो मच यसलाई रोल गर्नु यसको रोल गर्दाखेरि पनि केही न केही त छ जस्तो लाग्यो गाइस यो मिनिङ कि तर मलाई चाहिँ याद चाहिँ भएन हो गाइस अन्त तर पनि म जहिले पनि गुम्पाहरू जाँदैछु त्यसलाई घुमाउने गर्दछु यसरी ए हो है साँच्ची लाइट वे छ यसको पनि घुमाउने हो गाइस तर अब मलाई चाहिँ लाग्छ अब हामीले मनमा पोजिटिभ सोचेको छ भने चाहिँ हामीले गर्न सक्छ जस्तो लाग्छ तर पनि है अब आफ्नो हुन्छ नि त है गाइस फेरि ब्याक हुँदैछ है किनभने हामीले साम्पेलिङ गुम्पा चाहिँ भिजिट गरिसक्यो हो गाइस अन्त अब हाम्रो नेक्स्ट डेस्टिनेसन तपाईँहरूलाई देखाउने छु गाइस एउटा गाउँ अर्को गाउँ हुन्छ रे काटाकाट हुन्छ रे त्यो केटीको लागि चाहिँ गोले मार्यो गोले मारि नि त्यो मान्छेले लानु पाउँछ साँच्ची के छ यो अस्तिको मेलाको भन्नु न हामीलाई कथा कस्तो हुन्छ पहिला कथा ए पहिलाको ए अहिले तर त्यस्तो हुन्छ अरे कतिवटा तर अब उनीहरू त्यस्तो मान्दैन त्यस्तो काटेको छ अरे त्यस्तो गाउँको लेडी नै छ अरे तल पनि गाउँमा ए उनीहरूसँग बात मार्नु नि भनेको मलाई हामीलाई कि त्यस्तो पनि छ है अहिले पनि राइट छ अरे त्यो म छोटो गरेको म त्यस्तो हुन्थ्यो हो त्यो भने चाहिँ एक दुईजना चाहिँ डुएल खेल्छ अरे नि त ए म चाहिँ भन्छु काट्नु स्लाटर भन्छु म चाहिँ स्लाटर भएर त बन्नु यो चाहिँ के छ सबैको टप्पा छ नि यता तारकु यता नाम्ची यता सबै गाउँ यता सदामदेखि छ चारैपट्टि चाहिँ मान्छे आफ्नो गाउँको बस्छ अरे के बसेर टक्कै लोकले हाल्थ्यो ए रमाइलो हुन्थ्यो त है मलाई सदम केटी मन पर्यो म सदम केटी देख्थेँ अब त्यो केटीको ग्रुपबाट अब मलाई हरायो भने मैले पाइनँ केटी र मैले हराइदिएँ केटी मैले लगेर पाएँ क्या मजा आउँथ्यो है
सोध्न राम्रो कहिले बिहा भएन होला लोकदोरीहरूको त स्वर त कडा हुन्छ नि त अब यो हो नि सक्छ हामीले अन्त मैले सानोमा सुनेको लोकदोरी अहिले त सुने भएको छु हराउँदै गयो नि त है यो इन्स्टा फेसबुकतिर आइरहेको हुन्छ त त्यो नेपालहरूको सुनखाडी चाहिँ गाइस यस्तो हुँदो रहेछ है तपाईँहरूले देख्नु भएको छ भने चाहिँ यो जङ्गलमा मात्रै पाउँछ जङ्गलमा मात्रै पाइने फ्लावर रहेछ यो चाहिँ गाइस भिजिट गर्नु मजा आउँदैछ हो अलिकति हिँडाइ पनि हुँदैछ थाक्नु त थाकेको छैन हो स्ट्रेट रोड छ नि त अन्त सो मजा आउँदैछ दिन पनि त्यस्तो जाडो गरम पनि केही छैन हो ए भन्नु एकछिन बस्नु पनि दिँदैन हो भन गाडी चाहिँ त्यस्तो हुन्छ हाम्रो रने गाइड दादाले अब नयाँ गुम्पा हेर्नु पनि गएको जान्छु भन्छ यहाँ चाहिँ लोकदोरी जोर खेलाइ हुन्थ्यो कट्टाइ मारिन्जेल है लु दुईजना खेलिहालौँ रानी दा लु स्टार्ट हामी यसो डेमो गरिदिउँ न ल है अब को स्टार्ट गर्ने नेक्स्ट रोहन यो प्लेसमा चाहिँ गाइस पहिला चाहिँ मेला हुन्थ्यो अरे हो अन्त पुरा लोकदोरीले मान्छेलाई काटाकाट गर्थ्यो अरे खुकुरीले चाहिँ होइन गाइस तर लोकदोरीले हो सो यो आफ्नो प्लेसको आफ्नो हिस्ट्री हुन्छ है गाइस अन्त यहाँको हिस्ट्री चाहिँ यहाँनिर मेला हुन्थ्यो अरे अब चाहिँ हाम्रो गाइस यो चाहिँ सेकेन्ड पोइन्ट हो र यो चाहिँ गुम्पा हो यो चाहिँ कहिलेको गुम्पा हो तर अहिले चाहिँ उनीहरूले चाहिँ उयो बनाउँदो रहेछ उनीहरूले जग्गा जग्गा के आफ्नो एउटा उयो जस्तै प्लान छुट्टाएको आफ्नो पर्बिङमा चाहिँ गुम्पाको चाहिँ थुप्रै गुम्पाहरू पाउन सकिन्छ जो एकदमै गाइस यो चाहिँ गुम्पा हो यो गुम्पाको नाम भन्यो हो यो चाहिँ सेकेन्ड पोइन्ट हामीले के गरेको यो गुम्पाको नाम चाहिँ गाइस धर्मन गुम्पा हो टेम्पोरेरी सारेको मात्रै हो अहिले रिनोभेसन भएर कि तल यो चाहिँ ब्रान्चेस मात्रै खोलेको अरे उनीहरूले गुम्पाबाट चाहिँ यस्तो भ्यू देखिन्छ होइन तर रुटमा त त्यो माथि छ त किनमा रुट होइन उसले भनेको चाहिँ माथि सोसल प्रिपेयर त्यही भनेको त्यो त उसलाई बुझाएको त सोसलमा चाहिँ माथि यस एक्ज्याक्टली यस्तो भयो अब हाम्रो सेकेन्ड पोइन्ट चाहिँ सक्यो हो हामीले भिजिट गरिसक्यो अब अर्को पोइन्ट जान्छ जुन चाहिँ छ लेक त्यो लेक चाहिँ यति साह्रो दामी छ कि म तपाईँलाई देखाउँछु है गाइस बाई यो चाहिँ मेडिसिनल प्लान्ट्सहरू है गाइस यसले चाहिँ अब कतिवटा घाउहरू गाइस अब चाहिँ तपाईँहरू मेरो गीतलाई सुन्नुहोस् ल हेर्दा मायालु म तिमीलाई म त भुल्छु तिम्रो मुहारमै गाइस प्रतिक्रिया दिनु होला मैले कस्तो गीत गाएँ है मलाई लिरिक्स त याद छैन तर आई लाइक दिस सङ हो सिकेको पनि छुइनँ र सिक्छु म एक दिन र तपाईँहरूलाई पनि सुनाउने छु गाइस हो अन्त गाइस बाटो चाहिँ यस्तो छ हो अन्त आजको दिन एकदमै चिसो दिन छ है तपाईँहरू पनि कहाँ कहाँ जानुहुन्छ यसरी भिडियो बनाएर हाल्नुहोस् त हाम्रो पनि यस्तै छ जिन्दगी यस्तै हो तपाईँको प्लानिङ एन्ड प्लटिङ हो तिमीलाई चाहिँ तिम्रो म्यामले तिमीहरू कोसेको त्यहाँबाट चाहिँ यहाँबाट निस्किन्छ नि त सो मैले रोडमा चाहिँ त्यसरी बनाएको केटी पाएँ कि केटी पायो गाइस अब चाहिँ फाइनली हामी लेक आइपुग्यौँ यहाँको एरिया चाहिँ यस्तो छ यो चाहिँ एकदम बसेको जग्गा छ र राम्रो छ हो अन्त यो जग्गामा चाहिँ बस्नु मजा आउँदो रहेछ हिँड्नु पनि मजा आउँदो रहेछ आज चाहिँ धेरै नै वक भयो मेरो है कति भएको नि त नहिँडेको गाइस हो अन्त आज चाहिँ हिँड्नु मजा आयो हो यस्तै छ जिन्दगी कोही बेला हिँड्नु मजा आउँछ है गाइस हेर्नुहोस् न मेरो ब्याकग्राउन्ड कस्तो दामी देखेको यहाँ हेर्नु न गाइस कस्तो दामी फुल यो फुलको नाम के हो तपाईँहरूले कमेन्ट गरेर भन्नुहोस् होला मलाई चाहिँ याद छैन गाइस म चाहिँ फ्लावरको बारेमा त्यस्तो बेसी मलाई आइडिया छैन गाइस हो हेलो गाइस यहाँ चाहिँ मेरो भाइहरू हुनुहुन्छ हो अन्त भाइको नाम भन्दै इन्ट्रोडक्सन दियो भाइ सो आज चाहिँ थ्याङ्क यू प्रतिक्रिया दिदी आज हामी प्रतिक्रियाको ब्लगमा आएको छ यता अनिस म चाहिँ एमियर अब तर हेर्नुपर्छ यो कहाँ जान्छ यो भिडियो मेरो फेसबुक पेजमा जान्छ भाइ हो नसुर्ताउ खै अनिस त हराइ त अनिस चाहिँ जहिले हराउँदो रहेछ मेरो ब्लगमा अस्ति म हराइरहेको थिएँ आज म हराइरहेछ अफसोस अहिले धान रोप्ने सिजन होइन कि नभए चाहिँ हो नि यो के हो यो के हो भाइ भन्नु त अर्ग्यानिक आलु आलु होइन आलुको फुल आउँदो रहेछ है आलु फुल्छ म त यादै थिएन आलु फुल्छ भनेर
अब कम्प्लिट हुन आँटेको छ दिइहाल्छ भरे चाहिँ त्यहाँ अब उयसको पैसा चाहिँ हामीलाई पनि बाट्नु पऱ्यो नि फेसबुकको पैसा चाहिँ त्यो त अभियसली त्यो त भइहाल्छ नि त्यो सुताउने कामै छैन अब यो हाम्रो लास्ट पोइन्ट हो अब आयो पर लेख छ नि अब गुरु छोपेमा भन्ने लेख छ अब त्यो चाहिँ एन्ड अफ द सर्किट उहाँ परको होइन हजुर अनिसलाई के भन्नुहुन्छ अरे अनि मलाई मलाई के भन्नु लु भन अनिस के भन्नु मन छ अब छोपेमा लेख जानुपर्छ होइन त्यहीँ पुगेर अब के हुन्छ त्यहाँ पुगेर त्यहाँको हिस्ट्रीको बारेमा भन्छ तिमीले मलाई हो कि हिस्ट्रीको बारेमा एमएलले एकदम डिटेल्समा भनिदिनुहुन्छ तपाईँहरूलाई गाइस ओके ओके थ्याङ्क यू भाइ तिमीहरू दुईजनालाई अब चाहिँ गाइस भुँडीमा मुसा कुद्दैछ हो अन्त अब यहाँ हाम्रो लागि खाजा केही छ आज चाहिँ अब त्यहाँ पाक्दै होला तातो तातो खानुपर्छ होला लेकमा गएर चाहिँ हावा खाएर अगाउने हो गाइस है हेलो गाइस फाइनली हामी यो लेकमा आइपुग्यो यो लेकको नाम चाहिँ गुरु छोपेमा हो अन्त तपाईँहरू पनि यो लेकमा आउनु सक्नुहुन्छ भिजिट गर्नु सक्नुहुन्छ र यो लेक चाहिँ एकदमै राम्रो छ आजको भ्लग चाहिँ अब तपाईँलाई मन पऱ्यो मन परेन है तपाईँहरूको प्रतिक्रिया दिनुहोस् होला कमेन्ट गर्नु होला सेयर गर्नु होला लाइक गर्नुहोस् होला गाइस हो अन्त तपाईँहरूले यो हेरिटेज वकमा पार्टिसिपेट गर्नु मन छ भने चाहिँ तपाईँले मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ टिकट छ तपाईँको 300 रुपिस हो अन्त तपाईँहरूले गाइड पनि प्रोभाइड गरेको हुन्छ त्यसमा थुप्रो कुराहरू तपाईँले फेसिलिटिजहरू पाउनु सक्नुहुन्छ गाइस अब चाहिँ हामी सिक्किमको फर्स्ट अर्ग्यानिक भिलेज जो चाहिँ कर्बिङ भिलेज हो त्यहाँनिर हामी आएको छौँ कस्तो छ गाइस यहाँनिर चाहिँ होमस्टे रहेछ तपाईँहरू यहाँ आएर भिजिट गर्नु सक्नुहुन्छ यो चाहिँ भेरी नाइस यहाँनिर यहाँको वेदर पनि एकदम प्लिजेन्ट रहेछ हो अन्त तपाईँहरू आएर यहाँनिर भिजिट गर्नु सक्नुहुन्छ यो त्यस्तो रहेछ गाइस चुङ 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 यहाँ चाहिँ क्ले वर्क हुन्छ हिस्ट्री जस्तो बताइदिन्छ लेक लिएर त्यहाँ चाहिँ यहाँ ओल्ड गएको छ त्यहीँ चाहिँ तपाईँहरू हुन्छ यसको यो चाहिँ 8,000 हो भित्र भएको चाहिँ 10,000 हो यो सेन्टर टेबल चाहिँ तपाईँको यो चाहिँ 16,000 सबै ह्यान्डमेड हो हजुर तपाईँको नाम चाहिँ के हो हजुर पासाङ शेर्पा है तपाईँले बनाउनु भएको है यिनीहरू हजुर। ए कति टाइम लाग्छ तपाईँलाई एउटा टेबल कम्प्लिट गर्नु चाहिँ कम्प्लिट गर्नु चाहिँ तपाईँको 4 दिन जस्तो लाग्छ एउटा ए अर्डरमा बनाउनुहुन्छ तपाईँले कि अर्डरमा बनाउनुहुन्छ है कहिलेदेखि स्टार्ट गर्नुभएको यो त तपाईँको पहिल्यैदेखि थियो ए निकै भयो है अरू के बनाउनुहुन्छ तपाईँले यो टेबल बनाउनुहुन्छ है ए यो चाहिँ फिनिसिङ भएको छैन अझै फिनिसिङ आँखाहरू बनाएको छैन हो ए हजुर यस्तो यिनीहरू पनि यिनीहरू चाहिँ यता सकेको यो चाहिँ आँखा र यो यहाँ अझै छ अझै यिनीहरू फिनिसिङ भएकै छैन अझै तपाईँको 1 दिन टाइम लाग्छ फिनिसिङ चाहिँ 5 डेजमा चाहिँ कम्प्लिट हुने रहेछ है भनेपछि सेन्टर टेबल चाहिँ तपाईँको यो चाहिँ सकेको फिनिसिङ भएको गाइस तपाईँहरूलाई पनि यस्तो टेबल चाहिएको छ भने चाहिँ यहाँ दाजुलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है गाइस भिलेज लाइफ हेर्नुहोस् है यहाँनिर कर्बिङमा चाहिँ बिचमा लेख्छ त्यो लाइन मात्रै नुनको त्यसमा हाल्दैन